हेलो नानी, आज नानीको भात खुवाईको दोस्रो दिन। हिजो चाहिँ मन्दिर गएर खाइन्, आज अब घरमा खान्छन् नि। हिजो माम चाहियो नि, आज अब फेरि अम्मा अम्मा गर्ने आज हामी नानीको भात खुवाईको पार्टी अब सुरु भइरहेछ। नानीले यहाँ काट्न लाग्छिन् अचारको लागि। अब के छ के यहाँ के बनाउने भाँडाहरू यता। बाबुले यहाँ टिभी हेर्न लाग्छ। बाबु हाई गरिदेऊ। हाई बाबु, हाई भन न। हाई नानी त्यहाँ। ओहो, यहाँ सामानको मासु यो बिल होइन क्या के यस्तो एकैचोटि सबै हालेर भाँडाहरू यस्तो। अब हामी यो नानीले काँक्रा अचारको लागि यहाँ काँक्रा अनि फेरि गाजर आलु भइसक्यो। अब हामी काट्छौँ। कति धेरै काम हुन्छ, कताबाट सुरु गरौँ कहाँदेखि सुरु गरौँ भन्ने हुन्छ क्या नि, धेरै भयो भने। ल अब प्याज पनि अघि बाबुको बाबाले काट्नु भएको यो प्याज त्यहाँ सामान ल्याउनु जानुभएको छ। अब हामी काट्छौँ। स्वागत छ है भाउजू हजुरलाई तरकारीको तयारी। अब भाउजू आएर अब तरकारी काट्न लाग्नुभयो। हर्ष कता गए? हर्ष कता गए? यता यहाँ बस्या तयारी भइरहेछ नि। आज हर्ष पनि चाँडै कामदेखि बिदा जस्तै, बिदा नै भनौँ नि। सामान लिए। अब यो मासु त सुक्दै सुक्यो, बिल्दै बिल्याएन, के गर्ने होला। गोपीको तरकारी। अब अचारको लागि रेडी भयो। अब यसलाई मोल्ने बाँकी छ। नानी यहाँ ठाकेर नानीलाई पढेर बसेछिन्। नानी दुई चल्ती बातेर आज तिमी माम खाने हो नि? हिजै खाइ बाबु खानलाई चिनिले अहिले। गुड बोय खाने है नानी। नानी दिदीसँग बोकेले छु। बाबु खुट्टा सिधा बनाऊ, खुट्टा सिधा बनाउँछ र। खै हजुर भनेको खै भन न। खै हजुर भन न। किन नो रे। गुड। भाउजूले तरकारी बनाउन लाग्नु भएको छ। अब फ्राई गरेर मिक्स तरकारी फ्राई गरेर अब तरकारी बनाउने। नानी यता छिन्, नानी फेरि सुत्याछिन्। मैले चाहिँ 84 बाउल बनाउनलाई रेडी गर्दैछु। अब फ्रुट्सहरू हाल्नु पर्यो। बनाउने अहिले बरु खाना
अब यतिको एउटा बाउल बनाउनुलाई यो ऐसेली जस्तै छ कि नि यो रातो छरको ऐसेली जस्तो कि नेपालमा पाइन्छ नि बिग्रिसकेछ है नापेर राख्नु नापेर यसरी राख्ने जिपलकमा अनि सजिलो पछि ल्याउँदा सामान आयो सामान बाबुको ट्रलीमा हेर त बाबु नानीको पुरा कब्जा गरेर नानी यसो कब्जा गरिदिएर हेर त त्यो सामान हालेर खै भाडा ल्याउनु भयो खै त्यो सामान त त्यसमा हुन्न नि 84 वटा व्यञ्जन 84 items. Oh no. Huh? के खाने छोरो? हो भाउजूले फेरि एउटा गोट मिटको डिपार्टमेन्ट सम्हालिरहनु भएको हाम्रो एउटा छुट्टै छ फेरि हाम्रो माल यो हो नि त चिज यहाँ अस्तव्यस्त भएको अवस्था हाम्रो कोठा चाहिँ जिगज्याग छ हजुर ल्यो 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 खोलिदिने हो थ्याङ्क यू भन न बाबालाई ल ल थ्याङ्क यू भने बाबालाई के पाक्यो तरकारीको आइटम पाक्यो है आलु गोबी अब मासु पकाउने त्यो धुने अब मासु पकाउने यसलाई अब ढाकेर राख्ने हो ढाक्ने कता छ पुरानो यसले छेक्दिउँ अट्छ नि माथिबाट अलिपछि धनियाँ सर हालिदिनु अट्छ धनियाँ अहिले काटेर हाल्ने अहिले लग्ने बेला जस्तो लग्ने टाटो छ ए हुन त भरेसम्म चिसो भइहाल्ला भयो अब मासु पकाउने त्यो भइसक्यो भाउजू आज कुक भाउजू है आजको कुक म्याउ म्याउ रे फेरि अर्कोले हजुर त्यही तेलमै हुन्छ सलाद भयो उता नानी दिदीसँग खेल्नलाई छिन्या दिदीसँग खेल्नलाई छु दिदीसँग खेल्नलाई छु तिम्रो माम खाने हो नि आज डेकोरेसनको काम सुरु भइरह के ठुलो रहेछ के अब यसमा जोड्ने हो के अब यसमा जोड्ने हो के ज्यादा बनाएको माथि आफ्नो जोड्दैन क्या
केही हुँदैन। भात खाने मान्छे यहाँ छिन्। डेकोरेसनको काम सुरु। बाबु तयारी अब अन्तिम अवस्थामा छ। डेकोरेसन अब स्वस्तिक बनाउने। राम्रो देखिया। बाबु नगराउ छोरो। यता चाहिँ दाइहरू खेल्न लाग्नु भएको। बाबु नगराउ। डेकोरेसन गरेर सक्यो। कस्तो राम्रो बाहा। वाउ। अब नानी बस्छिन् उता। राम्रो भा नि। अब त निस्क्यौँ है हामी पार्टीको लागि। यहाँ पानी पोख्या रहेछ। पाहुना सबै आइसक्नु भयो। हामी पछि सबजना एकातिर यतातिर हेरिदिनुहुन्छ कि ल। छोरी आहा छोरी लगाइया कस्तै हेरेको थियो मम्मीलाई। नमस्ते नमस्ते। ल ल भेना आइपुग्नु भयो 5 मिनट। ओके वानमा भइसक्यो होला। हामी ल सबैजना जानुहोस्। सब ग्याङ त ठुलै छ नि हाम्रो। हजुर नमस्ते। रेस्ट रुम यहाँनिर छ। बाबु त सुराङ्गना हाई नमस्ते नमस्ते। मगर हो नि दाजु नमस्कार है। ल ल हाम्रो ग्याङ हजुर दाइ राम्रो देख्यो। यही हो क्या मगर ड्रेस राम्रो देख्यो। भाउजू नमस्ते।
आन्टी नमस्ते यतातिर के छ है त दाइ र बाबु हजुर चाहिँ टक्कर हाई भनिदिनु न त यत्र भलकमा ल हाई ल भलकमा ल्याइदिन्छु नि म सबलाई ल भाइ त्यस्तो सर भिडियो बनाइदियो ल त्यही 2-4 शब्द जाओस् भ्यायो होला सायद तसँग सुत्या छिन् यहाँ तरी सुत्या छिन् नानी यहाँ हेलो दिदी हेलो आन्टी हेलो हेलो नानी नमस्ते हेलो हेलो नानी हेलो बाबु हेलो दाइहरूलाई नमस्ते सबैलाई दी नमस्ते छोरी त कस्तरी सुत्या छिन् कि नि पुगुली पातली छुत्या छिन् ल दाइ हाई भनिदिनु पऱ्यो है ल सर जान्छ है फेरि चिज भेनाजी के छ ठिक छ ल हाम्रो भाउजू दिदीहरू सर भाइ ओ राजा कहाँ हो तपाईँ यार बहुत दूर दूर बस्नु आएको त्यहाँ के हो भेजिटेरियन भएर हो ए हाम्रो भाइ र सोल्टी फेरि मस्त सब छोटो सफ्ट मिठो वाला ये छोरो इन्जोय गरौँ है मस्तसँग सोल्टी हाम्रो बाबुले दिइरहेको छन् फेरि मिठो पाराले अब हाम्रो नानीहरू दुइटा ल हेलो 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 के हो फ्यान्टा हो नमस्ते ल इन्जोय है त ल हाम्रो भाउजू र अरुणाको चाहिँ मस्त फोटो सेसन चलिरहेछ क्यामेराम्यान भाउजूहरू भिडियो मेरो ब्लग हो बनाएको छु मस्तसँग
सरी नानी
फोटो खिच्ने भनेको भनिदिनुहुन्छ Of course I am the cameraman is the cameraman always but anyway let's take some pictures girl
सँगै बन्दै Monday! Ah! Monday! Dah.